दिदी भाइको यो पहिलो तिहार चाहिँ नि भन्न पर्यो सबैजनालाई हेरेर चाहिँ साथ दिनलाई भन्न चाहन्छु। हाम्रो दिदीले चाहिँ नि पहिले हामीलाई लगाइदिसक्नु भएको छ। यता हामी दुई भाइ चाहिँ बबाल तरिकाले बसेका छौँ, तर चाहिँ भाइले चाहिँ बबाल दिने अरे। बुहारी चाहिँ अहिले फिलहाल सुत्केरी भएको हुनाले पाले आफ्नो बच्चा स्याहार्दै हुनुहुन्छ। कानमा तेल लगाइदिस् भाइको। लो आशीर्वाद देऊ, धेरै पढेस् ज्ञानी भएस् गाउँ नहिँडेस् भनेर आशीर्वाद देऊ। लजो नि होइन फुच्ची नभनेस् दिदी सानो दिदी भनेर बोलाएस्। जमजी तिमी लगाइदिने। अब तेर्दै आनन्द 10 वर्ष तैँले यही लागिन घटेको होइन। अब यो इन्डिया जाने बेलामा फेरि त्यो भइहाल्छ। दिदी यो इन्डिया जाने बेलामा त्यो भइहाल्छ फेरि। हो त्यो काने हो कि यो लो दे। तैँले दिदीलाई लगाइदे। पावर समात यो छोप के उता राख उता राख। अब दिदीलाई लगाइदियो। पैँतिवालाले बिस्तारै बिस्तारै बिचैमा लगाइदियो है दिदीको निधारो। सिधा धेरै बाङ्गो नहुन् नानी, अलिक सिधा हुँदै तिमी। हल्का हल्का धेरै होइन, अलि अलि। हौ त्यही औँलाले सिमरिक्टी भयो। यो रातोवाला पुरी नलतारे चाहिँ आधामा राख, आधामा तिल लाउने हो। अब तिल अलि तल तिल राखिदियो। हो त्यो तिल औँला लगाइदिने हो। त्यो दुईवटा औँला लगाइदिने हो। ल दिदीलाई उदे दक्षिणा दे दाहिने हातले। खुट्टा ढोक्दे दिदीको, दुइटै खुट्टा ढोक्दे। हो धेरै ज्ञानी भयो हुन पाऊँ भनेर। ल यता हेर बबाल छ नि यहाँ आउँदा दुई भएन हिँडी बस्छ त तिमी। ल दाइ यो राखिदिँदा यिनीहरूको फोटो खिचिदिउँ यार, धुलाइ गरिदिउँ ल पछि। ल त्यो अलि त राख। इस्माइल 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 दोनों इस्माइल दाँत देखाओ, दाँत देखा दुइटै दारेले चल। हो ल भ